दर्शकबिन नमस्कार। पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठानका अध्यक्ष श्री गजेन्द्र बहादुर अर्याल आज हामीहरू माझ हुनुहुन्छ। उहाँसँग राष्ट्रको समसामयिक राजनीतिक विषयवस्तुमा केही गहन रूपमा छलफल गर्न आज निम्ति आएको छु। उहाँलाई स्वागत गर्न जाँदैछु। नमस्कार। नमस्कार। आराम हुनुहुन्छ हजुर? ठिकै छु। अहिले जाडोको समय छ, राष्ट्रमा चाहिँ एकाएक राजनीतिक गर्मी बढेको छ कि हजुर। नयाँ नयाँ राजनीतिक दलहरूको जन्म भएको छ भने केही पुराना र नयाँ मिसेर केही समीकरण ध्रुवीकरण राजनीतिक अब राष्ट्रमा देखा परेका छन् होइन। यसलाई के कसरी लिनुभएको छ र आउने दिनमा नेपालमा देखिएका राजनीतिक समीकरण वा ध्रुवीकरणले नेपालको राष्ट्र राजनीतिलाई कुन दिशातर्फ अगाडि लग्छ र के कस्तो असर दिन्छ जस्तो लाग्छ हजुरलाई? पहिला कुरा हामीले बुझ्न पर्ने कुरा के छ भन्दा हजुर, बहुदल सिस्टम अथवा बहुदल प्रणालीमा राज्य गइरहँदाखेरि हजुर, अत्यधिक दल दर्ताहरू भएका छन्। हो, सबैले स्वतन्त्रका नाममा छाडापनहरूको प्रदर्शन गरेका छन्। कसैको नीति छैन, कसैको सिद्धान्त छैन, कोही केमा अडिएको छैन, यत्तिकै दल दर्ता गरेर जनताका माझमा जाने भन्ने किसिमले जसरी धेरै पार्टीहरू दर्ता भएर आए त्यो नै नेपालको पक्षमा थिएन। हजुर, नेपालका पक्षमा थिएन। त्यस कारणले समीकरण भएर यो दलहरू घट्छन्। अलि चाहिँ नेपालको आफ्नो अर्थव्यवस्थाले थाम्न सक्ने दलहरू चाहिँ आइपुग्छन् भने समीकरण हुनु भनेको राम्रै हो। त्यसलाई चाहिँ हामीले समीकरण होस्, दलहरू अझ घटुन् भन्ने चाहना छ हाम्रो। हामी त्यसरी व्याख्या गर्छौँ। यसरी दलहरूमा जनता विभाजित हुँदा यसले नेपालको जनता माझ भएको राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछन् कि थप विभाजनतर्फ लगिरहेछ कि जनतालाई? हो, हाम्रो भनाइ नै त्यही हो। राष्ट्रिय एकतामा हामी बाँधिन पर्ने समय आएको बेलामा हामी जतिसक्दो एकत्रित हुनुपर्ने, हाम्रो आफ्नो किसिमको यो राष्ट्रिय एकताका लागि कसरी मजबुत बनाउन सकिन्छ, स्वाभिमान र स्वाधीनता कसरी आर्जन गरेका स्वाभिमान र स्वाधीनतालाई कसरी बचाउन सकिन्छ भनेर सोच गर्न पर्ने समयमा यो अथाह ढङ्ग बेढङ्ग तरिकाले जुन दलहरू दर्ता हुने किसिमका कुराहरू आए, निर्वाचनमै अहिले 118 दल कति त दर्ता भइसकेका छन्। 137 कि कति पुगिसकेका छन् भने देखुन्। अब यो त नेपालको अर्थव्यवस्थाले थाम्न नसक्ने कुराहरू आए। त्यसैले गर्दाखेरि हामी चाहिँ के भन्छौँ भने राष्ट्रिय एकता, नेपाल र नेपालीको पक्षमा लाग्ने उद्देश्य राखेर दलहरू समीकरण हुँदै यी दलहरूलाई अझ कम दलमा ल्याउन पर्छ र मुख्य नेपाल र नेपालीका पक्षमा अडिने दलहरू निर्वाचनमा जाउन् भन्ने हाम्रो आशय हो। हजुरले भन्नुभयो नि जस्तो दलको सङ्ख्या घटाएर केही मुख्य दललाई मात्र स्थापित गर्नुपर्छ भन्दा त्यहाँ सैद्धान्तिक कुरा आउला नि त। कस्तो कस्तो सिद्धान्त, कस्तो कस्तो विचार, कस्तो कस्तो वादले चाहिँ ती दलको प्रतिनिधित्व होस् भनी चाहनुहुन्छ त तपाईँ? राष्ट्रको आवश्यकता के छ? कस्तो सिद्धान्त वाद चाहिँ राष्ट्र नेपाली राष्ट्रियताको आवश्यकता छ त? होइन, नेपालमा अहिले चाहिने सिद्धान्त अथवा नेपालका विरुद्धका सिद्धान्त भनेका 2-3टा मात्रै छन्। हजुर। कसैले गणतन्त्र भनेर गएका छन्। ती गणतन्त्र भन्नेहरू किन धेरै हुनु पर्यो? सँगै एकै ठाउँमा गणतन्त्रमा बस। हजुर। अथवा गणतन्त्रले नेपालको हित गरेको छैन, नेपालको हित विरुद्धमा उभिएको छ गणतन्त्र व्यवस्था भनेर हामी भन्छौँ। त्यसकारण हामी के भन्छौँ भने राष्ट्रिय एकताको लागि नेपाल र नेपालीलाई शिरमा राखेर, राजा र राज संस्थालाई शिरमा राखेर जानुपर्ने कुराहरू जो छन् र हिन्दू धर्महरूलाई जसरी हामीले अगाडि सारेका छौँ ती एक ठाउँमा आउँ, एक ठाउँमा बसौँ। किन यसमा चाहिँ कोहीले चाहिँ विभिन्न भाषा मिलाउँदै हामी फुटेर छरपष्ट हुनु पर्यो र छरपष्ट हुनु परेको छैन। नेपाल र नेपालीलाई हित गर्ने राज संस्था कायम गर्नको लागि र हिन्दू सभ्यता, हिन्दू धर्मलाई
गाइडनेसको लागि राख्नको लागि हामीले के गरौँ भन्दाखेरि सबै यसमा उद्देश्य मिल्नेहरू एक ठाउँमा आउँ, किन धेरै हुनु पर्यो भन्ने हाम्रो मान्यता हो। त्यस कारणले चाहिँ राजनीति सिद्धान्त अनुरूप नेपालमा चाहिएको पार्टी भएका पार्टी भनेका 4-5वटा पार्टी हुन सक्छन्, त्यहाँभन्दा बढी कुनै किसिमको पार्टीहरू चाहिएका होइनन्। तर मान्छे चाहिँ प्रतिस्पर्धामा किन आएका छन् भने आफ्ना नामका खातिर अथवा विदेशीका दलालहरू बन्दै जाँदाखेरि, विदेशी एजेन्टहरू बन्दै जाँदाखेरि विदेशी एजेन्टहरूले त एक अर्कालाई नकार्छ, आफ्नो मात्रै खोज्छ। त्यस कारणले यो अथाह नेपालको अर्थतन्त्रले धाम्न नसक्ने जुन कुराहरू आएका छन्, भोलि निर्वाचनमा चुनाव चिन्ह खोज्न पनि एक दिन लाग्ला। त्यस्तो किसिमको परिस्थितिमा हास्यास्पद किसिमको दलहरू जसरी आइराखेका छन्, यो नेपालका विरुद्ध छ। हजुर, यो भनेपछि हजुरको भनाइलाई मान्दा यो नेपालको जनमानसमा भएको एउटा राष्ट्रिय एकताको भाव वा एकता सद्भावको छ नि, जुन परम्परागतदेखि चलिआइरहेको नेपाली जनता बिचमा भएको त्यो एकता र सद्भावलाई भङ्ग गर्नको लागि विभिन्न जातीय नाममा त अहिले सुरु गर्न थालेछन्, अब दलीय नाममा पनि सुरु हुन थालेको हो, त्यही बुझौँ। हो अहिले बुझ्नुपर्ने के त भन्दा जातीयताका नाममा जसरी फटाउने चेष्टा गरिएको थियो हजुर र काम गर्ने प्रयत्न गरिएको थियो, अहिले क्षेत्रीयता, धार्मिकता अनि त्यसपछि विदेशीहरू नेपालका फलाना विदेश हाम्रो पक्षमा छ भनेर सुनाउने, अनि आर्थिक अवस्थालाई पनि उदारीकरण, नवउदारीकरण, समाजवादीकरण, यसरी अर्थव्यवस्थालाई भिन्न गराउँदै जुन प्रयत्न गरिएको छ, यो विदेशी चलखेल मात्र हो। यो नेपालको हितमा छैन, नेपालले यसलाई स्वीकार्न हुन्न, हामी यसलाई स्वीकार्न सक्ने अवस्थामा पटक्क छैनौँ। यसमा नेपालको अब प्रजातान्त्रिक राजनीतिमा यदि दलको आवश्यकता छ, दल चाहिन्छ भने सैद्धान्तिक रूपमा हेर्ने हो भने नेपालमा त्यसपछि एउटा प्रजातान्त्रिक एउटा बात बोकेको दल, एउटा प्रगतिशील वा क्रान्तिकारी प्रगतिशील जे भने त्यो बोकेको दल र एउटा परम्परागत शक्तिलाई बोकेको राष्ट्रवादी धार, यी 3 किसिमको बातलाई अङ्गीकार गरेको दल 3 थरी दल मात्र भए पुग्छ हो। यसमा अर्को पनि थपौँ, हजुर, धार्मिक स्वतन्त्रतालाई त्यसको त सायद अब राष्ट्रवादी धारले त्यही त धार्मिक स्वतन्त्रता जो छन् तिनको प्रतिनिधित्व पनि परम्परागतले अहिलेसम्म सबैलाई आफ्नो संस्कार र संस्कृतिको लागि बल पुर्याएको हुनाले तिनले पनि त्यहीँ आएर बल पुर्याउँदै परम्परागत शक्तिमा ती मिले हुन्छ। अरू यी गणतन्त्र भन्नेहरू र अरू के हुन्, यिनीहरू गणतन्त्रमा 2 थरी भए, एक थरी लोकतन्त्र भन्छन्, एक थरी चाहिँ साम्यवादी भन्छन्, समाजवाद भन्न आउन लागेका छन्। यिनीहरू यही 3-4वटा पार्टीभन्दा बढी चाहिने अवस्था केही पनि देखिन्न। त्यसैले यो नेपालको अर्थव्यवस्था फेल गराएर, नेपालको आर्थिक अवस्था फेल गराएर नेपाललाई असफल राष्ट्र घोषणा गर्ने विदेशीका चाल अनुसार यो बहुदलका नाममा जे सर्वश्रेष्ठ दलहरू आएका छन्, यो नेपालका विरुद्ध नै छ। राजनीतिक अस्थिरता मार्फत नेपालको सामाजिक र आर्थिक क्षेत्र पनि ध्वस्त बनाउनलाई यो विभिन्न दलको उत्पत्ति भएको मान्ने भयो। हो, यसले अस्थिरता छिटो निम्ताउँछ, स्थिरता यो अस्थिरतातर्फ गइरहेको छ। हामी चाहन्छौँ नेपाल र नेपालीमा स्थिरताको राजनीति आवश्यक छ। जहाँ स्थिरता हुँदैन त्यो देश अस्थिरतामा गयो भनेदेखि त्यो देशको सार्वभौमसत्वैमा असर पुग्छ। त्यसकारणले चाहिँ यो जे आइरहेको छ, जसरी आइरहेको छ, यो चाहिँ छाडातन्त्र हो। यसमा चाहिँ कुनै किसिमको राजनीति व्याख्यै छैन, राजनीति अनुशासनमै छैन। अहिले खासै भन्ने हो भने नेपालमा चलेको अहिले जुन चलिराखेको छ, यो फलानु व्यवस्था भनेरै भन्न सकिने अवस्थामा छैन। अब यसबाट राष्ट्रले निकास पाउन के हो नि त, जनताले त यही जस्तो नयाँ पात्र, नयाँ दल, नयाँ अनुहारबाट चाहिँ केही आश राखेर अब नयाँ दलको गठन भएको भन्छन्, त्यही बुझ्छन् के जनताको अब कोणबाट सोच्दाखेरि जनताले त पुरानोबाट भएन अब नयाँ आयो भन्छन्। तर पुरानोबाट भएन र नयाँ आयो भन्दा पुरानो मेटेर नयाँ आएको होइन। हिजो एउटा केही दल थिए भने त्यसमा फेरि अरू थपिएर आयो कि
अब यसो हुँदा त्यो फोटोकपीकै रूपमा आएका छन् वा त्यसले कुनै नयाँ भनौँ न जनतालाई कुनै नयाँ यो सकारात्मक परिवर्तनको आभास दिलाउन सक्छन् के लाग्छ हजुरलाई नयाँबाट केही आशा गर्न सकिन्छ पटक्क सकिँदैन यी नयाँ छैनन् कसले भन्यो नयाँ त्यसमा पुरानोकै फोटोकपी हुन् हो किन भन्नुहुन्छ भने यो 12 बुँदे सम्झौता जुन दिल्लीमा भएको थियो हजुर त्यही सम्झौता अनुकूल 72 सालको संविधान यिनीहरूले संविधान भनेर ल्याए एउटा सम्झौता पत्र त्यसको आधारमा गरिने चुनाव त्यसको आधारमा भएका चुनावहरूको असर देखिएन र तिनी त भ्रष्टाचार घुस अनाचार व्यभिचार बलात्कार आदि इत्यादिमा देशलाई मोल्दै गए जुन अब अहिले नयाँ भनेर आउने पनि त त्यसैमा त छन् तिनैको पच्चापमा छन् त्यही संविधान भन्नेको वरपर छन् के नयाँ कुरा ल्याएर कि त अन्तरिम संविधान अर्को भएर आउनु पर्थ्यो व्यवस्था परिवर्तन हुनु पर्थ्यो हो अन्तरिम संविधान अर्को ल्याइन पर्थ्यो र नयाँपन आउन सक्थ्यो के नयाँपन आएर एउटा बहादुर गएर अर्को कुमार आउनुलाई नयाँपन भनिँदैन यहाँ त एउटा कुमार गयो अर्को बहादुर आउँदैछ अर्को प्रसाद आउँदैछ अर्की कुमारी आउँदैछिन् यसले चाहिँ नयाँपन आउने होइन त्यस कारणले यो नयाँपनै छैन यसलाई नयाँपन भन्ने हो भने राष्ट्रले अझ दुःख पाउँछ राष्ट्रलाई अझ दुःख दिने विदेशी डिजाइन अन्तर्गत यी नयाँले आफूलाई नयाँ भन्लान् तर यिनीहरू कोही पनि नयाँ होइनन् व्यवस्था परिवर्तन जबसम्म हुँदैन अर्को अन्तरिम संविधान बनाउन सकिँदैन तबै यिनीहरू सबै एउटै ड्याङका मुला हुन् र यिनीहरू एउटै प्रत्याभूतिका अवस्थाका हुन् यिनले केही पनि अर्को नयाँपन दिँदैनन् जसरी राज संस्थालाई पाखा लाएर गणतन्त्र ल्याउँदा राष्ट्रको नामकै अगाडि नयाँ नेपाल भनेर राख्या जस्तै हो त त्यसपछि यो आएको नयाँ दल पनि अब जनतालाई बारम्बार यसरी कुन शक्तिबाट यो भ्रममा पार्ने विदेशी एजेन्टहरू जुन थिए पुराना भनिने दलहरू उनीहरू विदेशी दल नै हुन् एजेन्ट नै हुन् भन्ने बढी प्रचार भयो त्यो कुरा यथार्थमा देख्दै गए जनमानसमा त्यो भइसके पछाडि अब चाहिँ विदेशीहरूले के खेल खेले भन्दाखेरि यी पुराना भरियाबाट कुनै काम नभएको हुनाले उही भारी अर्का नयाँ मान्छेलाई बकाउन खोजिएको मात्रै हो यसमा अरू केही छैन भारी उही हो भरिया नयाँ हो यसरी जनता पटक पटक झुकिँदा जनतालाई भ्रममा पार्दा राष्ट्रले त दीर्घकालीन ठुलो क्षति बेहोर्ने भयो नि त हजुर अब यसको उपाय के छ त अब राष्ट्रलाई जोगाउन जनतामा कसरी जागरण ल्याउने त हो जागरण शब्द जुन भन्नुभयो हामीले जनताका माझमा जानै पर्छ जनताहरूलाई हाम्रो नेपाल र नेपालीको आफ्नो कुराहरू राख्न सक्नै पर्छ हामीले त्यसरी राख्न सकेनौँ नेपाल र नेपालीका पक्षमा उभ्याउन सकेनौँ कुराहरू पुर्याउन सकेनौँ नेपाल र नेपालीका पक्षमा यी विदेशी दलालहरू अझ खराब भएर आउँदैछन् भन्ने कुराहरूलाई हामीले जसरी जनतामा जागरण ल्याउन सक्दैनौँ चेतना भर्न सक्दैनौँ नेपालले अझ दुःख पाउनेछ त्यसकारण हाम्रो जिम्मेवारी बढी बढेको छ हामी जस्तै नेपालको पक्षमा काम गर्ने धेर थोर राजनीतिमा होलान् कोही राजनीति बाहेक अरू प्रतिष्ठान सभामा होलान् अथवा अभियानमा होलान् यी सबै अब हामी एक ठाउँमा आउन पर्छ भन्ने जागरण दिलाउनु छ र हामी एक ठाउँमा उभिनु छ नेपाल र नेपालीलाई त्यो कुरामा लान सक्न पर्ने दायित्व हामीलाई जिम्मेवारी अरू बढेर आएको छ भन्ने हामीले बुझ्नुपर्छ र त्यही अनुसार काम गर्नुपर्छ भन्ने हाम्रो हजुरले सबैजना एकै ठाउँमा आउनु पर्यो राष्ट्रवादी शक्तिहरू सबै मिल्नु पर्यो भन्नुभयो आउनुपर्छ ल्याउनुपर्छ भन्नुभयो होइन तर यो आउनुपर्छ र ल्याउनुपर्छ भन्दाखेरि आउने र ल्याउने कसरी के कारणले अड्किया छ र यसमा यो एकता हुन नसकेको कारण चाहिँ के छ कारणमा पनि जानु पर्ला जब कारण पत्ता लाग्छ तब त उपचार हुन्छ नि यो के कारणले रोकिया छ त सबैले बुझ्या छन् देश अब गम्भीर सङ्कटमा पर्दैछ हामीमा मिलन भएन भने देश थप द्वन्द्वमा फस्दैछ विदेशी पकडमा देश जाँदैछ भनी बुझ्दा किन मिल्दैन त राष्ट्रवादी भन्नेहरू
के लाग्छ? विदेशीहरूले चलखेल गर्दाखेरि हजुर विदेशीले चलखेल गर्दाखेरि राजनीतिक रूपले मात्र आएका छैनन्, उनीहरू आर्थिक रूपले पनि आएका छन्। हजुर त्यो उनीहरूले जुन आर्थिक लगानी यहाँ लगाएका छन्, त्यो आर्थिक लगानी घुमाउरो फिराउँदो हिसाबले धेरै का पेट र बगलीमा पुर्याउने काम उनीहरूले गर्छन्, जसले गर्दाखेरि हामीलाई बुझ्दा बुझ्दै पनि एक ठाउँमा उभिन अप्ठ्यारो पारेको छ। हामीले भन्नै पर्ने हुन्छ, यसरी पैसालाई मुख्य ठानेका छौ र त्यही विदेशीको गुलामी गर्ने हो भने तिम्रो त्यो विदेशी दलाल भन्दा भिन्न होइनौ। विदेशी दलालको कित्तामा जाऊ, त्यतै उभिय। राष्ट्र जोगाउने जिम्मा हाम्रो छ, हामी जोगाउने छौँ। हामी यस्ता नेपालीहरू छन्, सर्वसामान्य नेपालीहरूले नेपाललाई माया गरेको छ, नेपालीलाई माया गरेको छ। नेपाल र नेपालीको अवस्थालाई बलियो बनाउनको लागि एकजुट हुँदै गएका छन्। अब राष्ट्रिय झन्डालाई माथि माथि उचाल्दै त्यसैमा एकत्रित हुँदैछौँ। त्यसैले विदेशीको आर्थिक चलखेलमा पर्ने साथीहरू अब नझुक्याइदिनुहोस्, तपाईँहरू त्यही बाटोमा जानुहोस्, किनभने तिनीहरूसँग त हाम्रो लडाइँ छँदैछ। तिमीहरू गएर कति थपिने छौ? होइन भने जागरणको लागि राष्ट्रिय झन्डामा नि अब हामी एकै ठाउँमा एकजुट हुनुपर्ने अवस्था छ र जुटौँ भन्ने हाम्रो निवेदन छ। हजुरको भनाइलाई मैले कसरी बुझेँ भने राष्ट्रवादी खोलवडेका, राष्ट्रवादी मकुण्डो लगाएका धेरै अराष्ट्रियवादीहरू पनि रहेछन् यो राष्ट्रवादी भिडमा। अब तिनमा छाँटकाँट र किताकात हुनु पर्यो भन्न खोज्नुभएको त्यही हो। त्यस्ता साथीहरूलाई हामीले मौकैमा चिनेर त्याग्न सक्नुपर्छ। ती खोलवडेकाहरूबाट हामी त्यो ठाडै विदेशी दलाल र एजेन्ट भन्दा पनि खराब हुने र यिनीहरूबाट झुक्किन सक्यौँ भने हामी चिप्लो बाटोमा लडे जस्तै हो। त्यसकारण हामी बाटो हिँड्दा चिप्लोमा नलडौँ भन्ने हो भने अब यी खोलो ओढेर नेपाल र नेपालीका पक्षमा काम गर्छौँ, राज संस्थाको पक्षमा हामी आवाज उठाउँछौँ, धर्मका पक्षमा आवाज उठाउँछौँ भन्नेहरूसँग पनि झुक्किने अवस्था छैन। यिनकोलाई पनि कित्ता काटेर छोडिदिनुपर्छ र हामीसँग जति शक्ति छ त्यही शक्तिलाई सञ्चय गर्दै अगाडि बढ्न सकेनौँ भने सायद हामी हाम्रो उद्देश्यमा पनि पुग्न सकेका छैनौँ। हजुरको भनाइलाई यसरी म फेरि अर्को रूपमा के भन्दैछु भने, त्यसो भए यो राष्ट्रवादीहरू मिल्नलाई मिलन बिन्दुको भनौँ न एउटा न्यूनतम आधार चाहिँ के कुरालाई आधार मान्नुहुन्छ त? एकीकरण हुन मिल्नलाई जस्तो देशभक्तिलाई नै यदि न्यूनतम आधार मान्यो हो भने काङ्ग्रेस, एमाले लगायत पुराना दलहरूभित्र पनि त देशभक्त मान्छे होला नि, कि तिनलाई पनि समेट्नु पर्छ भन्नु खोज्नु भयो? होइन, यो त सजिलो कुरा छ नि, यो त केही छैन नि। मिलन बिन्दुको एउटा न्यूनतम आधार त चाहियो। राज संस्था मिलन बिन्दुको एउटा रूप हो। राज संस्था नभएसम्म मिलन बिन्दुको ठाउँ आउँदैन। हजुर, त्यही राज संस्थालाई हामीले बलियो पारौँ। राज संस्थालाई हामीले आदर्श मानौँ, एकताको प्रतीक मानौँ। त्यसमा राजा छन्, राजाका नीतिहरू जुन राजाले ल्याउनु भएको छ एउटा पृथ्वी पथ भनेर, किनभने पृथ्वी नारायणले यो राज्य निर्माण गरिरहँदा उहाँले दिव्य प्रदेशको नामबाट यो राज्यलाई कसरी बलियो बनाउन सकिन्छ, मजबुत बनाउन सकिन्छ, नेपाली कसरी बलिया हुन्छन् भनेर दिव्य प्रदेश मार्फत दिएकोलाई पृथ्वी पथको रूपमा जसरी राजाले अहिले एउटा बाटो समातेर अगाडि बढौँ भनेर आह्वान गरिबक्सिएको छ, यसलाई राज संस्था र राजालाई हामीले एकताको प्रतीकमा लिँदै त्यसैमा मिल्ने हो नि। हामी त नेतृत्व त तिनले गर्ने हो। हामीले नेतृत्व राज संस्थालाई दिँदै राजा र नागरिक सँगसँगै बनेर नेपाल र नेपालीका पक्षमा उभिन आवश्यक देख्छौँ। राष्ट्र निर्माणको समयमा जस्तै भन्नु खोज्नु हो, जस्तै यो राष्ट्र निर्माण गर्ने बेला पनि राजा र नेपालीहरू, तत्क्षणका नेपाल र राजाहरू मिलेर पृथ्वीनारायण शाहको अगुवाईमा सबै नेपालीहरू मिलेर राज संस्था बनाए, नेपाल निर्माण गरे। त्यो आएको राज संस्थालाई निरन्तरता दिउँ। त्यसमा हामीले सेना पनि
त्यतिखेरै पृथ्वीनारायण शाहकै पालादेखि जमेको सेना हो यो। पृथ्वीनारायण शाहकै पालादेखि सेनालाई चाहिँ तिखारी राख्नुपर्छ भन्ने पृथ्वीनारायणको उक्ति अनुसार आएको सेनालाई पनि हामीले तिखारिएर आउनको लागि आह्वान गरौँ। हामी सबै राज संस्थालाई केन्द्रबिन्दु बनाएर राज संस्थालाई नेतृत्व दिएर राज संस्थाका नेतृत्वमा मिल्नको लागि सबै छरिएर बसेका शक्तिहरू, धार्मिक शक्तिहरू, अभियानहरू, प्रतिष्ठानहरू, राजनीति गर्ने राजनीति साथीहरू सबै राज संस्थालाई केन्द्रबिन्दु बनाउँदै त्यसैलाई राष्ट्रिय एकताको प्रतीक मान्दै राज संस्थालाई अगाडि सार्दै राजा र हामी नेपालीहरू एक ठाउँमा हुँदै जाउँ भन्ने हाम्रो अनुरोध हो। अब यही सन्दर्भमा हजुरले राष्ट्रिय एकताको कुरा गर्नुभयो। अब आउँदो हप्ता भनौँ लगभग नजिकै छ, राष्ट्र निर्माता बडा महाराज धीराज पृथ्वीनारायण शाह सरकारको 304औं जन्म जयन्ती छ कि, जसलाई राष्ट्रिय एकता दिवस भनेर नै हामीले मनाउने गरेका छौँ नि नेपालमा। राष्ट्रिय एकता दिवस नजिकै जाँदाखेरि राष्ट्रवादीहरूलाई दिन सक्ने सन्देश के छ त तपाईँको? जसरी मैले यो प्रश्न हजुरलाई किन गरिरहेको छु भने हजुर यो पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ होइन, हजुरको प्रतिष्ठान मार्फत वा हजुरको अभियानले चाहिँ के कस्ता कार्यक्रमहरूलाई ल्याउँदैछ त राष्ट्रिय एकता मजबुत बनाउन राष्ट्रिय एकता दिवसको सन्दर्भमा? हो, यो पुष 27 गते राष्ट्रिय एकता दिवस अथवा यसलाई अझ सहजीकरण भन्ने हो भने पृथ्वीनारायण शाहको सम्झनामा हामीले चाहिँ एकताको लागि कार्यक्रमहरू गर्ने गरेका छौँ। यो प्रत्येक वर्ष गरेका छौँ। हामीले सुरुदेखि भनेका छौँ यो सरकारले एकता दिवसमा बिदा दिने प्रचलन पनि बसालोस्, त्यसका लागि पनि हामी आह्वान गरेका छौँ। हामीले भनेका छौँ यो नेपाल भनेको पृथ्वीनारायण शाहको अगुवाईमा हामी सबै नेपाली मिलेर यो राष्ट्र निर्माण गरेका छौँ भने आफ्ना आफ्ना ठाउँबाट जिल्लामा बस्ने साथीहरूले जिल्लाबाट, गाउँपालिका नगरपालिकामा बस्ने साथीहरूले गाउँ नगरपालिकाबाट, केन्द्रमा बस्नेहरू हामीहरूले केन्द्रबाट कार्यक्रमहरू दिउँ, एकताको लागि कार्यक्रम दिउँ, नेपाललाई बचाउनको लागि कार्यक्रमहरू दिउँ। नेपालको अवस्था बचाउने अवस्थामा आइसकेको छ। नेपाल नभएर नेपाललाई बचाउँ भन्ने अवस्थामा आएको छ भने अब हामी एकत्रित हुनुपर्ने छ, एकता हुनुपर्ने छ। यसको ठाउँ राज संस्था हो भन्ने कुरालाई हामीले जागरणमा ल्याउँ। यही फेरिमा आन्दोलन गरौँ, नारा जुलुस दिउँ, ब्यानरहरू लगाउँ। जागरण कसरी हुन सक्छ? हामी अहिलेभन्दा 304 वर्ष अगाडिदेखि जसरी यो नेपाललाई निर्माण गरेर आएका छौँ र अहिलेसम्म पनि नेपाल भन्ने छ, अब बचाउँ भन्ने मात्रै हो। यो कमजोर भइसक्यो। यसका किला काटाहरू कब्जाहरूमा खिया लाग्दै गए। त्यसकारण त्यो खियालाई सफा गर्दै नेपाललाई बचाउँ भन्ने जागरणमा हामी यसरी लागौँ भन्ने हामीले अपिल गरेका छौँ, निवेदन गरेका छौँ, आह्वान गरेका छौँ। यसैमा पुष 27 गतिको कार्यक्रम सभ्य र भव्य बनाऊ, जसले गर्दाखेरि अब नेपाल बच्नेछ भन्ने आशामा सबै जनजनमा सन्देश पुर्याउँ भन्ने हाम्रो अपिल छ। सबैलाई आह्वान गरेका छौँ। भनेपछि यसपटक गत वर्षहरूमा भन्दा एउटा पृथक र अलि भव्य किसिमको एउटा छुट्टै के सन्देशमूलक किसिमले पृथ्वी जयन्ती कार्यक्रम हुँदैछ आगामी 27 गते। हो, हामीले पुष 1 गतेमा राजा महेन्द्रको सम्झना गर्दा पनि गत वर्षहरूभन्दा अहिले अलि बढी जनसहभागिता हामीले पायौँ। हजुर, जसमा चाहिँ सबै प्रतिनिधिमूलक मान्छेहरू चाहिँ उपस्थित भएका थिए। हजुर, त्यस्तै पुष 14 गतेको राजा वीरेन्द्रको सम्झना गरिरहँदा पनि नारा जुलुस सहित राष्ट्रिय झन्डा मुनि एकत्रित हुँदै अत्यधिक सङ्ख्यामा चाहिँ जुट्न सफल भयौँ हामी। त्यसै गरी हामीले के बुझेका छौँ भने, के बुझ्दैछौँ भन्दाखेरि अब नेपाल बचाउनको लागि, नेपालका लागि नेपालीहरूको जागरण अरू चेतना अगाडि आइसक्यो भन्ने हाम्रो बुझाइ छ। त्यसकारण 27 गते पनि भव्य रूपमा
नेपालीहरूको जमघट हुनेछ। यहाँ मात्रै होइन, प्रत्येक जिल्लामा हुनेछ, प्रत्येक महानगरपालिका नगरपालिकामा हुनेछ, गाउँपालिकामा हुनेछ व्यापी हुनेछ। जो जसले सक्नेछन् त्यही ठाउँबाट जनसहभागिता बढ्दो छ, जनसहभागिता भव्य रूपमा हुनेछ र त्यसलाई सभ्य रूपमा कार्यक्रम, शान्तिपूर्ण कार्यक्रमहरू हामीले दिनेछौँ भन्ने चाहिँ आशा राखेका छौँ। आशा होइन, त्यही अनुसार हामीले कार्यक्रम मिलाएका छौँ। कार्यक्रममा चाहिँ हामी चाँदो पाँदो गर्दैछौँ। त्यसैले भव्य रूपमा हुनेछ र सभ्य रूपमा हुनेछ। अब यो पृथ्वी जयन्ती लगत्तै वर्तमान सरकारले गर्ने भनेको निर्वाचन छ नि, जुन फागुन 21 को, के निर्वाचन नै निकास हो त राष्ट्रको? अब राजनीतिक स्थिरता दिन, राष्ट्रलाई एउटा समृद्धिको पथमा लम्काउन त्यो निर्वाचनबाट हुने आउने नतिजा छ नि, त्यसले राष्ट्रलाई एउटा दिगो शान्ति स्थिरता देला भन्ने कतिको आश राख्नु भएको छ त? वा निर्वाचन हुन्छ हुन्न, वा हुनुपर्छ हुनु पर्दैन, के छ, कस्तो अवस्थामा हुनु? होइन, हामीले 2074 को निर्वाचनदेखि अहिलेसम्म पनि भनेका छौँ, सबै यी पुराना पच्चाप हुन्, जो हारुन् जो जितुन्, यही प्रणाली यही व्यवस्था कायम रहेर हुने निर्वाचन र आउने नतिजाले दिने भनेको धोका मात्रै हो। 12 बुँदाको निरन्तरता, 72 को निरन्तरता निरन्तरा हो त, र नेपालीलाई धोका दिने धोका हो। त्यसैले यो धोकापूर्ण निर्वाचन निकास हुनै सक्दैन। निकास भन्ने शब्द त राख्दै नराखौँ, यो धोका हो, निकास होइन। त्यसैले गर्दा यो निर्वाचन हाम्रो पक्षमा होइन, नेपालीको पक्षमा होइन हाम्रो भनेको, नेपालको पक्षमा होइन हाम्रो भनेको। त्यसैले हाम्रो पक्षमा नभएको निर्वाचनसँग कौवालाई बेल पाकेर हर्छन विस्मात। यो निर्वाचनसँग हामीलाई कुनै सरोकार छैन, यो सरकारसँग कुनै सरोकार छैन, यो संविधानसँग कुनै सरोकार छैन। संविधान हामीले लेख्नेछौँ, हामीलाई चाहिने संविधान हामीले लेख्नेछौँ। हामीलाई चाहिने देश, हामीले देशका लागि आहुति दिन तयार छौँ। हामी देशलाई परि आयो भने आहुति दिन पनि तयार छौँ। हामी बलिवेदीमा चढिन तयार छौँ, किनभने त्यसै गरी निर्माण गरेको नेपाल हो यो। अझै पनि हामीमा त्यो धारणा छ, त्यो जोस छ, त्यो जागरण छ, त्यो चेतना छ। नेपाललाई पर्यो भने हामी बलिवेदीमा चढ्न तयार छौँ, आहुति दिन तयार छौँ। त्यसकारण कहाँ यो चुनावलाई निकास मान्ने, हामीले निकास मान्नै सक्दैनौँ। गत भदौमा भएको आन्दोलनमा, जेनजीको नाममा भएको आन्दोलनमा त्यत्रा अब युवा युवतीहरूको ज्यान गयो होइन, शहादत प्राप्त गरे, 76-78 जना जति होइन दिवंगत भए। उनीहरूको सपना पनि यो निर्वाचन थिएन त्यसो भए हो। जेनजीले मागेको 3टा कुरा साथसँग मागेका थिए। एउटा कुरा भ्रष्टाचारको अन्त्य, सुशासन। दोस्रो कुरा उनीहरूले के मागेका थिए भन्दाखेरि यो व्यवस्थालाई जनअनुकूल व्यवस्था, नेपाललाई चाहिने व्यवस्थामा रूपान्तर गरौँ भन्ने थियो। तर तिनलाई पनि त धोका दिइया छ। त्यो जेनजी आन्दोलनमा जसले शहादत प्राप्त गरे, ती 77 जनाको 78 जनाको आत्मा आज जसरी रोइरहेको छ, तिनलाई मात्रै होइन, 600, 700, 800 कति घाइतेहरू छन्। त्यो घाइते परिवार, त्यो घाइतेहरू र यो शहीद परिवारलाई जसरी धोका दिइयो, त्यसकारण यो सरकार र आउने निर्वाचन त्यही धोकाधडीको बाटोमा छ। त्यसकारणले जेनजी आन्दोलनलाई त धोका दिने यिनीहरू निर्लज्जहरूको त हामीले कुरै गर्न सक्दैनौँ। हामी सुशासनका पक्षमा बलिवेदीमा चढ्दै आहुति दिनेछौँ र हाम्रो संविधान, हाम्रो देश हामीले बचाउनेछौँ। अब हामीले चाहेर नचाहे पनि अब यही स्थितिमा राष्ट्र अगाडि बढ्ने हो भने त्यो जेनजीको नाममा भएको आन्दोलन र त्यति बेला अब युवाहरूले दिएको बलिदान 84 को चुनावलाई 82 मा सार्नु थिएन नि त। अब त्यही अनुरूप देश अगाडि बढिरहेछ। तर चुनाव रोकिँदा पनि त चुनाव रोकिएर फेरि जेनजीको सपना साकार हुने अब आधार के छ त? के गर्दा चाहिँ हुन्छ? चुनाव हुँदा पनि राम्रो भएन भन्नुहुन्छ, अब चुनाव नहुँदा पनि त राम्रो नतिजा दिने अवस्था त छैन नि। हो, असाध्य राम्रो प्रश्न आयो। जेनजीलाई धोका दिने यी निर्लज्जहरूले कुनै किसिमको निकास दिँदैनन्। यिनीहरूले धोका दिँदै आएका हुन्। 12 बुँदेको सम्झौतामै धोका छ। त्यसकारण त्यसमा उभिएको शासन व्यवस्थालाई लत्याएर अर्को व्यवस्था
राज संस्था सहितको व्यवस्था नेपालमा जबसम्म हामीले ल्याउन सक्दैनौँ तबसम्म नेपाल र नेपालीका पक्षमा जेएनजीहरूका पक्षमा काम हुने छैन। राज संस्थाको उपस्थितिमा मात्र निर्वाचन हुनुपर्छ भन्न खोज्नु भयो? हो, राज संस्थाको उपस्थितिमा मात्र नेपाल र नेपालीको हित हुन्छ। नेपाल र नेपालीको हित हुन्छ भनेको आवधिक निर्वाचन पनि हुनेछ, निकास र विकासका कुराहरू पनि आउनेछ र शान्ति आउनेछ। शान्ति आउनेछ, नेपालीले आफ्नो भाग्य आफै बनाउनेछन्। आज विदेशमा पलायन भएका नेपालीहरू भोलि नेपाल फर्कनेछन्, नेपालमै आफ्नो स्वरोजगार प्रवर्धन गर्नेछन्। स्वरोजगार प्रवर्धन जबसम्म हुन्न, स्वरोजगार प्रवर्धन भनेको कल कारखाना उद्योगहरू व्यापार बिजनेसहरू सबै स्वरोजगार प्रवर्धनमा आउनेछन्। त्यस कारण यहाँ कल कारखानाहरू हुनेछन्, यहाँ चाहिँ जुट खेती फेरि गरिनेछ, यहाँ अरू खेतीहरू गरिनेछ, यहाँ चाहिँ सुकमेल अलैँचीहरू गरिनेछ, फलफुलहरूको झकमक पारिनेछ, खेती धान खेती हुने ठाउँमा धान खेती गरिनेछ, अब उखु लगाइनेछ, चिनीहरू उत्पादन गरिनेछ र विदेश पनि पैठारी गरिनेछ। त्यसकारण स्वरोजगार प्रवर्धन गरिनेछ। त्यो राज संस्थाको उपस्थितिमा थियो र राज संस्थाको उपस्थितिमा फेरि हुनेछ। त्यसैले गर्दा त्यसमा जेएनजीहरूले पनि आफूले खोजेको कुरो पाउनेछन्, नेपालीहरूले पनि आफूले खोजेको कुरो पाउनेछन्, नेपालले पनि आफूले खोजेको कुरो पाउनेछन् र नेपालको मातृभूमिले हामीलाई बल्ल आशिष दिनेछिन्। अहिले जसरी रोएकी छिन् मातृभूमि, यो आँसु पुछ्ने काम हामी सबै नेपालीको हो। अब राजादेखि जेएनजीसम्म अट्ने कुरा गर्नु भएको छ यहाँले, होइन? राजादेखि जेएनजीसम्म अट्ने व्यवस्था ल्याउनलाई कतिपयले भन्छन् कि 47को संविधानलाई पुनर्स्थापना गरेर त्यसमा अटिने यो जेएनजीका माग पनि सम्बोधन हुन सक्ने। राज संस्था त 47को संविधान आउँदा स्थापित हुन्छ, तर 47कै संविधान नै निकास हो वा संविधान पुनर्लेखन हुनुपर्छ वा नयाँ के छ त? फेरि आधार एउटा वैधानिक आधार त चाहियो नि त, हजुरले भन्नुभयो 47 साल स्थापित गर्न पनि। 47 सालको संविधान निरन्तर अगाडि बढिरहँदा हजुर देशलाई त अप्ठ्यारो ठाउँमा आइपुग्यो त। हजुर फेरि पनि यही बाटोमा लाग्ने? त्यो त के छ भन्नु खोजेको? त्यस कारणले 47 सालको संविधान आदि इत्यादि होइन। अब नेपाल र नेपालीलाई आवश्यकता पर्ने नेपालीले आफै संविधान बनाउनेछन्। पुनर्लेखन हुनु पर्यो भन्नु खोजेको? पुनर पनि होइन, लेखन हुनु पर्यो। संविधान लेखिनेछ, संविधान नेपालीले लेख्नेछन्। राजा र नेपाली मिलेर राज संस्थालाई केन्द्रमा राख्दै लेखिने संविधान नेपालीको पक्षमा हो, जेएनजीका पक्षमा हो, सबै नेपालीका पक्षमा हो, सबै नेपालीको पक्षमा। यहाँ वृद्धले सम्मान पाउनेछ, बालकले अधिकार पाउनेछ, मानवले अधिकार पाउनेछ। त्यसको संरक्षण राज संस्थामा हुनेछ। त्यसकारण सबै नेपालीलाई हुनेछ। बाल अधिकार, मानव अधिकार र वृद्ध सम्मान हुँदा बित्तिकै भ्रष्टाचारहरू समाप्त भएर जानेछन्। भ्रष्टाचार गर्ने ठाउँै रहँदैन। किनभने बाल अधिकार भनेको आमाको पेटको गर्भदेखि पाउने अधिकार हो। जब त्यसले सही तरिकाले अस्पतालमा जन्म लिन पाउँछ, त्यसले सुत्केरीमै खान पाउँछ, सुत्केरी भएकी आमाले पौष्टिक आहारहरू पाउनेछन् भने वृद्ध सम्मान भनेको के हो? घाटमा लगाएर जलाइने बेलासम्मको अधिकार पनि वृद्ध सम्मानले घोषणा गर्नेछ। जब जन्मदाखेरि नै उसले अधिकार आफ्नो पाउँछ र मर्ने बेलामा पनि ऊ सम्मानित हुन्छ भने भ्रष्टाचार गर्नुपर्ने त अवस्थै हुन्न। त्यसकारण भ्रष्टाचार यसरी निर्मूल हुन्छ। जेएनजीहरूले खोजेको कुरा पनि यही हो, नेपालीले खोजेको कुरा पनि यही हो, नेपालले खोजेको कुरा पनि यही हो, राजाले खोजेको कुरा पनि यही हो। त्यसकारण राज संस्थालाई केन्द्रबिन्दुमा राखेर गरिने व्यवस्था, त्यही अनुकूलको संविधान हामीले लेख्नेछौँ र त्यो संविधान अनुकूल यो राज्यलाई चलाउँछ। हजुरले भनिराख्नु भएको यो कुरालाई स्थापित गर्नलाई माध्यम त केही न केही चाहियो नि। उहाँ हजुरले भनेको कुरालाई स्थापित गर्न के तेस्रो भनौँ न, पहिलो दोस्रो भने जस्तो अब तेस्रो संविधान सभाको चुनाव भन्न खोज्नु भएको हो कि संविधान लेख्नलाई, वा सहमति र छलफलमा सर्वव्यापी राष्ट्रका सबै क्षेत्रका व्यक्तिहरू विशेषका प्रतिनिधि बसेर
एउटा राष्ट्र हितलाई केन्द्रमा राखेर राजादेखि जेनजीसम्म सबैका प्रतिनिधि बसेर नयाँ संविधानको लेखन गर्ने भन्न खोज्नुभयो भनौँ न एउटा स्थापित गर्ने वा कुनै फेरि अर्को तेस्रो चरणको ठुलो यो जनआन्दोलन वा के छ त माध्यम के छ त होइन माध्यम भनेको त कुरा आइरहेछ नि राजाले पृथ्वी पथमा जाउँ भनेर भन्नुभएको छ। होइन त्यसमा जान पनि भनौँ न तयार होइन भयो नि। पृथ्वी पथमा जाउँ भन्नुभएको छ। सबै पृथ्वी पथमा आउन जरुरी छ। पृथ्वीनारायण शाहले यो राज्यलाई निर्माण गर्ने बेलामा राज्यलाई निर्माण गर्ने बेला राज्य कुन तरिकाले बलियो हुन्छ भनेर उहाँले दिव्योपदेश अन्तर्गत उपदेशहरू दिनुभएको छ। राजा महेन्द्रले यहाँ शासन सत्ता चलाइरहँदा पनि त्यो शासन सत्ता पनि पृथ्वी पथै हो। राजा महेन्द्रले जसरी नेपाललाई नयाँ नेपाल बनाउनु भयो, जसरी निर्माण भएको नेपाललाई विश्वका समकक्षहरूमा लगाएर राजा महेन्द्रले जोड्नु भएको थियो त्यो पृथ्वी पथ हो। राजा वीरेन्द्रले शान्ति क्षेत्रको घोषणा गर्नु भनेको पनि त्यो पृथ्वी पथको विकसित रूप हो। त्यसै गरी राजा ज्ञानेन्द्रले 3 वर्ष मलाई दिनुहोस् भनेर मागेको पनि पृथ्वी पथ अन्तर्गतै हो। त्यसकारण हामीले पृथ्वी पथलाई आधार बनाएर पृथ्वी पथलाई नैतिकता रूपले अवलम्बन गर्दै यही अनुकूल हामी राजनीतिमा अगाडि बढ्नेछौँ। राजनीति निकास यसैले मात्रै दिनेछ। त्यसले राज संस्थालाई मजबुत बनाउनेछ, नेपाललाई मजबुत बनाउनेछ, नेपालीलाई मजबुत बनाउनेछ। यो मजबुत बनाउन चाहिने कुराहरू ती हरफहरू ती अक्षरहरूले त हामीहरूले लेख्ने हो नि। हामीलाई चाहिने अक्षर कुन हो त्यो हामीले लेख्छौँ। हामी नेपालीहरूले लेख्छौँ। हामीलाई चाहिने व्यवस्थाका अक्षरहरू हामीले भर्नेछौँ। अर्काका अक्षर सापट्टि ल्याइने छैन। त्यसकारणले त्यो संविधान हामीलाई अनुकूल पर्ने संविधान हामीले लेख्ने हो। माध्यम पृथ्वी पथ हो, माध्यम नेपाली हुन्, माध्यम राज संस्था हो। यही अन्तर्गत गइनेछ। हस् त हजुर, समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुरले यो भनिराख्नु भएको कुराले पूर्णता पाओस्, नेपाल र नेपालीले सुखका दिन भोग्न देख्न पाउन्, यही नै कामना गरौँ होइन त हजुर? हस् हजुर, शिशिर तिहारीले नेपाल र नेपालीले सुख पाउन्, नेपाल स्वाभिमान स्वाधीनता र राष्ट्रिय एकतामा बलियो बनोस् भनेर जुन दुःख गरिरहनु भएको छ, जनजनमा हाम्रा आवाजहरू पुर्याइदिने काम गर्नुभएको छ, सबैलाई एकै ठाउँमा समेट्ने प्रयत्न गर्नुभएको छ, त्यसलाई तपाईँलाई धन्यवाद दिँदै हामी पृथ्वीनारायण शाहको 27 गतेको दिनमा भव्य रूपमा जनसहभागिता जनाउँ, राज्यलाई बचाउँ, नेपाललाई बचाउँ र त्यो दिन 27 गतेमा हाम्रो उपस्थिति नै नेपाललाई बचाउने उपस्थिति हो भन्ने बुझौँ भन्ने आह्वान गर्दै पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठानका तर्फबाट यहाँहरूले दिएको मौकाको उपयोग गर्दै 2-4 वटा बेला अवस्थामा उठेका कुराहरूलाई जसरी राख्न पाइयो यसमा सहर्ष खुसी प्रकट गर्दछौँ। धन्यवाद।